Good evening, everyone. I am from Pascal ID myself, Chaman Bania. So let's go. We have to study about chapter set of C. ल त ध्यानले हेर्नु हामी भनेको स्टार्ट गर्न गएको छौँ एसई ब्याचको भने सी म्याथको त सी म्याथको साथ राम्ररी ध्यान दिनु होला यसमा हाम्रो के सेट च्याप्टरको जुन कि नेपालीमा हाम्रो समूह च्याप्टर हुन्छ त यसबाट हाम्रो के 6 मार्क जतिको सोध्छ क्वेशन यसबाट हाम्रो एसई को ब्याचमा 6 मार्क क्वेशन सोध्छ त म हजुरहरुलाई के फर्मुला कसरी बन्छ त्यो फर्मुला बनाउने तरिका पनि म सिकाउन गइरहेको छु त त्यसैको लागि साफ राम्ररी बुझ्नु होला यसमा हजुरहरुको पहिला त एउटा आउँछ दुईटा सेटबाट चिन्हको आउँछ जस्तो कि यो कुन सेट हो भनेर यो कुन समूह हो भनेर जस्तो कि हाम्रो दुईवटा समूह हुन्छ एउटा हुन्छ खप्टियोको एउटा हुन्छ अर्गेको जस्तो कि यो एबी भइसक्यो यो भइसक्यो हाम्रो एबी त्यसमा के छ देखि यसले भन्छ के यसले डिसजोइन्ट भन्छ डिसजोइन्ट सेट अनि यसले भन्छ हाम्रो स्मिस्टर बन्धु ल जस्तो कि हामीले म भर्खर नै बताए हजुरलाई यन युनियन भनेको भेन चित्रमा भएको सबै नम्बर त सबै नम्बर भनेको यतातिर म लेखेको छु 20 पनि छ 30 पनि छ 40 पनि छ अनि 50 पनि त सबै नम्बर जस्तो कि लेख्यो अब त्यसको फर्मुला कसरी बन्यो त त्यो हेर्छु त्यसको फर्मुला बनाउनको लागि जस्तो कि यसको नाम लेखेको म मात्र नाम लेखेको यो बुझिहाल्नु हुन्छ कि फर्मुला कसरी बन्यो त हजुरले फर्मुला यादै गर्नु पर्दैन यो कन्सेप्ट हो याद गर्नु कन्सेप्ट भनेको नि पावर हो त्यसैको लागि त यन 20 भनेको यन वाली ए भइसक्यो त्यसपछि प्लसको प्लस भइसक्यो 30 भनेको यन ए इन्टरसेक्सन बी छ त्यो लेखिसक्यो त्यसपछि प्लसको प्लस भयो अनि यो भनेको के हो त यन ए युनियन बी को कम्प्लिमेन्ट हो यन वाली बी पनि जोड्यो त सबै जोडेपछि के भयो हाम्रो फर्मुला बन्यो अब त्यसपछि के छ कि हाम्रो ए युनियन बी कसरी निकाल्ने अर्को क्वेशन दिन्छ देखि ए युनियन बी कसरी निकाल्ने ए युनियन बी निकाल्ने सजिलो तरिका के हो त पहिला हामीले बुझ्नु पर्यो ए युनियन बी हो त हो के पहिला त हेर्नु त ए र बी को मात्र नम्बर ए र बी सर्कलमा पर्ने त्यो मात्र नम्बर त जस्तो कि ए युनियन बी को यतातिर दिएछ त यन ओन्ली ए हो प्लस यन ओन्ली बी हो त यन ओन्ली ए मा गयो त्यसपछि यन ओन्ली बी भयो प्लस ए युनियन बी ए सरी ए इन्टरसेक्सन बी को जोड हो ए इन्टरसेक्सन बी भनेको यो हो त जस्तो कि यो सबै जोडेपछि हाम्रो के हुन्छ कि त्यो 30 हो त जस्तो 20 जोडिहाल्छ हाम्रो 20 त्यो के जोडिहाल्छ त 20 भयो प्लस 30 भयो प्लस 40 भयो त यो सबै जोडेपछि हाम्रो कति हुन्छ त 40 30 70 70 अनि 20 त्यो 90 भइन्छ त 90 हाम्रो हुन्छ के ए युनियन अर्को हाम्रो फर्मुला के हुन्छ जे कि यन यु बाट यो पुरैबाट हामी यो बाहिरको नम्बर घटाए पनि ए युनियन बी हाम्रो आउँछ त त्यो सबै राम्ररी साथ ध्यान दिनु होला एउटा एउटा जोडेपछि ए अनि बी को हाम्रो के भइहाल्छ लेकिन ए युनियन बी निस्किहाल्छ बुझ्नुभयो अब त्यसपछि अर्को हामी अगाडि बढ्ने जस्तो कि यन ए भनेको के हो त यन ए भनेको के हुन्छ हाम्रो ए मा आउने सबै नम्बर के हुन्छ ए मा आउने सबै नम्बर त हाम्रो ए मा कुन कुन नम्बर आइन्छ र ए मा हाम्रो यो यन ओन्ली ए पनि यही छ यन ए इन्टरसेक्सन बी पनि यही छ त यन ए ओन्ली अनि प्लस यन ए को इन्टरसेक्सन बी पनि यही छ त त्यो सबैको नम्बर हामी लेखिहाल्ने यहाँ पनि लेखेछु यहाँ लेखेपछि 20 भयो प्लस 30 भयो त्यो जोडेपछि हाम्रो के हुन्छ 50 आन्सर आइहाल्छ ल यो बुझ्नुभयो त्यसपछि अब अगाडि हामी बढ्ने अगाडि बढेपछि के छ देखि यन ए युनियन बी को कम्प्लिमेन्ट निकाल्ने त जस्तो कि म अघि नै बताएको थिएँ देखि ए युनियन बी को कम्प्लिमेन्ट मतलब के हुन्छ देखि हाम्रो यो सर्कल जुन छ त ए अनि बी बाहेक जुन नम्बर आउँछ त्यसले के भन्छ कि यन युनियन बी को कम्प्लिमेन्ट भन्छ जस्तो कि यो 50 नम्बर भइसक्यो यसले के भन्छ यन ए युनियन बी को कम्प्लिमेन्ट भन्छ जस्तो कि यता पनि म लेखेको छु ए युनियन बी को कम्प्लिमेन्ट मतलब ए र बी बाहेकको नम्बर ए र बी बाहेकको नम्बर त्यो हाम्रो कति भयो त यन यु बाट यन यु मा त हाम्रो सबै पर्छ अब त्यसपछि के भयो त्यसबाट घटाउनु छ मलाई के त ए युनियन बी घटाउनु छ त ए युनियन बी भनेको मेरो कति भयो यो पुरै भइसक्यो त्यो पुरै भएपछि मेरो के हुन्छ जे कि यतातिर म ब्र्याकेटमा लेखेपछि अब के हुन्छ 20 20 plus
30 त्यसपछि प्लस 40 भइहाल्छ। त यो सबै गरेपछि हामी एड गरेपछि कति हुन्छ त 30 30 50 50 100 100 अनि 40 140 भयो। त्यसपछि माइनस यो कति हुन्छ त 40 अनि 30 70 70 20 कति भयो 90। त 90 140 बाट 90 घटाएपछि अब कति आउँछ 50 आउँछ। त जस्तो कि 50 हाम्रो एन्सर नै छ। यतातिर छ हाम्रो त ए युनियन बी को कम्प्लिमेन्ट मतलब आइसक्यो कति 50 आउँछ। त यस्तो हाम्रो क्वेशनहरु दिने गर्छ। त्यो सबै क्वेशन हामीले गर्नु पर्यो। अनि यसमा इन्टरसेक्सन मतलब म जनाइदिउ ए र बी मा मिल्ने जुन नम्बर हुन्छ नि त्यसले के भन्छ कि इन्टरसेक्सन भन्छ। जस्तो कि ए र बी को बीचमा मिल्ने नम्बर जुन छ त ए इन्टरसेक्सन बी भइहाल्छ। त्यो कति नम्बर हो त 30 आन्सर आउँछ। जस्तो कि यसमा पनि तपाई सबै गर्नुहुन्छ त सबै के भइहाल्छ। यसमा पनि पुरै नम्बर हामीले जोडिदिनु पर्यो हो। जस्ता हो त्यस्तै हामी गरिरहेछौँ। त्यसपछि ए युनियन बी मा हाम्रो के भइहाल्छ 20 प्लस भइहाल्छ 30 प्लस भइहाल्छ 40 भइहाल्छ। जस्तो ए इन्टरसेक्सन बी मा के हुन्छ त मात्र मिल्ने 30 हुन्छ। त्यस्तै हाम्रो यन ए मा मतलब के हुन्छ यन ए मतलब पुरै हो त पुरैमा के हुन्छ त 20 प्लस 30 हुन्छ। ल बुझ्नु भयो। त्यस्तै के छ कि यन वनली ए त यन वनली ए मतलब के हुन्छ त मात्र ए मा पर्ने त मात्र ए मा हाम्रो कुन नम्बर पर्छ त 20 परिरहेछ। कुरा मेरो बुझ्नु भयो। त्यसपछि के छ कि ए युनियन बी को कम्प्लिमेन्ट त ए युनियन बी को कम्प्लिमेन्ट मतलब के हुन्छ जो कि ए र बी बाहेकको नम्बर छ कति हो हाम्रो 50। ल आशा गरिरहेछु कि सबैजना राम्ररी बुझ्यो होला। सो थ्यांक यू। भोलि म के गर्छु यसको क्वेशनहरु गरेर नि बताइदिन्छु कि यसको क्वेशन कति टाइपको आउँछ कस्तो क्वेशन हामीले गर्नु छ यो सबै सोलुसन म हजुरलाई कन्सेप्ट वाइज बताउँछु। याद गर्नु यसमा केही पनि छैन। ल गुड नाइट।